हेलो साथीहरु, गुड मर्निङ, वेलकम ब्याक टु अनदर भिडियो। आज चाहिँ हामी तपाईँ कहाँ जानु आज है? के हो नि? तपाईँ कारागारमै हुनुहुन्छ अहिले? म्याडम त्यहाँ जान मिल्दैन। झन् फुल टिप्न त मनाइ छ त्यहाँको। हामी चाहिँ अहिले बुलबुले परिसरमा छौँ। सरी, तपाईँले गलत भन्दै हुनुहुन्छ। हामी चाहिँ अहिले फ्रान्सको राजधानी पेरिसमा छौँ। पेरिस कस्तो हुन्छ हेरिस? यो चाहिँ समुद्र देख्न सक्नुहुन्छ। त्यहाँ फुलहरू हुन्छ त्यत्तिकै पात समाएर फेरि यहाँ चाहिँ देख्न सक्नुहुन्छ। यो चाहिँ नाली रहेको छैन, हजुरले त कहिले देख्नु भएको छैन होला। अनि मेरो अगाडि चाहिँ विशाल दाइ हुनुहुन्छ, हजुरले कहिले देख्नु नै भएको छैन होला दुईजना। हेर्न सक्नुहुन्छ। अहिले पेरिसमा अब 1-2 दिनभित्रमा पेरिस डाँडा छिर्दै हुनुहुन्छ। अहिले चाहिँ पेरिसमा हुनुहुन्छ। अनि भन्नुहोस् के देख्नु भएन? यो समुद्र हो, यहाँको सबैभन्दा ताल भन्ने समुद्र हो। यो विश्वकै सबैभन्दा ठुलो नाइल नदी यहीँनिर बगिरहेछ, देख्न सक्नुहुन्छ तपाईँले। विश्वकै अग्लो मान्छे त्यहाँनिर हुनुहुन्छ। ओहो, अहिले चाहिँ हामी कारागारमा फेरि हजुर त्यहाँनिर चाहिँ यो फेरि त्यहाँ चाहिँ अब अहिले कसैले पिट्छ है त्यहाँ गएपछि। बाबू तुम्हें क्या लगता है? बाबू इधर देखो, तुम्हें क्या लगता है ये कहाँ का समुद्र होगा? ये 7 समुद्र पार के समुद्र होगा। देखो ये समुद्र है इधर, समुद्र। ये इसको क्या बोलते हैं बाबू? कल्फी या कल्की? हामी आज सुर्खेत बुलबुले तालमा छौँ। आज मलाई बोल्न पनि मनाइ छ यताबाट। प्यारी दिदी विजय पुन, आदरणीय दाइ रमेश लामेछाने लगायत म प्यारी बहिनी पूजा ददे सम्पूर्णलाई नमस्ते। हाम्रो युट्युब के अरे मोबाइल जाला के जाला अनुप दाइसँग हामी एकदमै लक्की छौँ। अनुप दाइलाई भेट्न पाएका छौँ। तर मैले बनाए भट्टेगिरी यस्तो। सो मलाई चाहिँ अहिले उहाँले ब्लग गर्न सिकाइरहनु भएको। तपाईँले सिकाउनुहोस् होला मलाई। के फोटो खिचेर रमाइलो हुन्छ दाइ? नाचेर हुन्छ रमाइलो दाइ। ओहो, देख्नु रमेश दाइलाई नदेखाउने त भएन यार। के भन्नुहोस्? 2-4 शब्द तपाईँले भन्नुहोस् न। ठिकै छ, टोली आएको छ घुमघाम गर्न हाम्रो वेलकमको टोली बुलबुलेमा। बुलबुले उद्यानलाई हामी चाहिँ अहिले सबैले यसलाई त पोखरा भन्दा खान्छ, फ्यादल भन्दा खान्छ। तपाईँ के भन्नुहुन्छ? यसलाई फ्यादल मान्नुहुन्छ नै? त मान्नै भएन, बुलबुले नै मान्नु पर्यो। म बोल्छु यो विषयमा के? भन्नुहोस्। मैले अहिलेसम्म बुलबुलेमा आइन एउटा यो पानी देखेँ, एउटा यो वन देखेँ, यहाँ रुख देखेँ, अरू केही देखेँ। उहाँले बुलबुलेको बारेमा थोरै के बोल्छु भन्नुभयो कि भन्नुहोस् त। नमस्कार सबैजनालाई, म विजय पुन मगर। बुलबुले ताल चाहिँ यो चाहिँ पहिला प्राकृतिक रूपमा चाहिँ बुलबुले त थियो, तर अहिले चाहिँ कृत्रिम रूपमा बनाएको छ। खासै बुलबुले छैन यो। नबताएर जानु तिमीलाई कसले होइन यो बुलबुले होइन नि त रे, यो पोखरा हो नि त। तर एकछिन क्यामेरा अफ गर्नु भन्नुहोस् न। एकदम मिलाएर नि अफ गर्नु त। छुट्टै छ फेरि, यता छुट्टै छ फेरि। यहाँ हाम्रो सम ब्रोदरलाई बुलबुले तर पहिला चाहिँ साँच्चीकै बुलबुल गर्ने चाहिँ थियो। बाबु अहिले यिनीहरूले घेराबार गरेर पानी चाहिँ एकदम फोर्थ्यो पहिला। अहिले कृत्रिम जस्तै त बनाए त लगभग घुम्ने खालको बनाएको छ नि। यस्तो अलि थिएन पहिला 7 वर्ष पहिला। बुलबुले पनि साँच्चीकै छैन।
बनाइराख्नु भएको तपाईँ कहाँ नेपालीबाट बनाएर हामी विदेशीहरू नेपालीहरू इङ्ग्लिस बोल्ने विदेशीहरूले नेपाली बोल्ने हो कि यति बुझ्नु नमिलाएर एकदम महत्त्वाकांक्षा आफ्नो शिक्षा महत्त्वाकांक्षालाई पनि प्राथमिकता दिनु पर्छ के भन्न मन छ भने भन्नुहोस् सर्वप्रथम म चाहिँ भन्न पनि जान्दैन भन्न पनि सक्दैन बोल्न त बोल्छु फेरि लाठी त होइन तपाईँ के बोल्न पनि आउँदैन र बोल्नु न उहाँ आफ्नो भ्लगमा मात्रै बोल्नु त्यही भएर समस्या देखा परेको छ त्यसै लागि मलाई सर्वप्रथम टिकटक बनिरहेँ देख्न सक्नुहुन्छ उहाँहरूको काम चाहिँ यस्तै भइरहेको छ है म लास्टमा बनाएँ फेरि भ्लग सक्यो त उहाँले चाहिँ यहाँ मसँग यहाँको बुलबुलेमा चाहिँ यसरी भिखारीहरूलाई नछोड्नु पर्ने भनेर चाहिँ पैसा मागिरहनु भएको त्यही पनि मसँग खुल्ला छैन खुल्ला भएको है दिनु थियो मैले पैसा दिने भएर दिनुहुन्छ आउनुहोस् आउनु भएको उहाँहरू चाहिँ यहाँ सपिङ गर्न आउनु भनेर भएको तर चाहिँ सपिङ नगरेर बढी हल्ला गरिरहनु भएको छ भनेर चाहिँ तुरन्तै कारवाही गरियोस् किरण दाइ देखिनु भएन एउटा आजको भ्लगमा तपाईँलाई वेलकम छ है हजुर तपाईँलाई वेलकम छ के एक दुई शब्द 10 रुपियाँ 150 रुपियाँ दिएको हो यत्रो रुपियाँ यो पनि गोजीमा राख्ने विचारहरूलाई लिनुहोस् खानुहोस् समोसा खानु होला समोसा खाएपछि कुन रोग लाग्छ थाहा कब्जियत मैले भर्खर हिजो पढेँ कि त्यही भएर म समोसा मन पर्दैन मलाई तपाईँ स्वास्थ्य ठिक छ नि तपाईँको